आउनुहोस् आज फेरि सँगसँगै बनाऊ यो सिद्राको अचार। नमस्कार अनि स्वागत छ मेरो नेपाली सादा रेसिपीमा। आज मैले यो मसिनो सिद्रा लिएको छु। यसमा चाहिँ 200 ग्राम रहेको छ र 200 ग्राम सिद्राको अचार कति बन्छ भनेर तपाईहरुले हेर्दै गर्नुहोला। यो सिद्राको अचार चाहिँ घट्दैन, जति लियो त्यति नै हुन्छ। र यसमा चाहिँ मैले हल्का धुलोहरु हुन्छ, त्यसैले पानीले 2-3 चोटी यसबाट फोहोर पानी आउन्जेलसम्म मैले सफा गर्छु र 2-3 चोटी सफा गरुन्जेल चाहिँ यसबाट हल्का हल्का फोहोर पानीलाई सफा देखिदै जान्छ र माछा सफा भइसकेपछि सिद्रा माछा चाहिँ मैले यसरी पानी तर्ने जाली भाँडामा राखेर पानी तर्न छोडिदिन्छु। र मैले आगोमा बनाउँदै छु र आगोमा कराई तेताएर अब चाहिँ तेल राखिसके। तेल मैले थोरै राखेको छु र सिद्रा माछालाई पनि पटक पटक गरेर फुराउनु पर्ला भनेर। धेरै तेलमा फुरायो भने तेल त्यत्तिकै खेरो जान्छ, त्यसैले मैले चाहिँ थोरै तेलमा चाहिँ थोरै पालो गरेर सिद्रालाई फुराउँदै छु। सिद्रा माछालाई चाहिँ पानीमा सफा गरेर फुराउने बेला फुर्न अलिकति टाइम लाग्छ भनेपछि पानीमा सफा नगरेर डाइरेक्ट फुराउनु भयो भने चाहिँ छिटो हुन्छ। तर यो पानीमा सफा गरेर फुराउने बेला चाहिँ सिद्रा माछा हल्का भिजेको हुन्छ, त्यसैले फुर्न अलिकति टाइम लाग्छ। तर फुरेन भनेर तपाईहरुले चाहिँ खाएर पनि विचार गर्न सक्नुहुन्छ। र यतिको फुरिसकेपछि मैले अब यसलाई अर्को भाँडामा निकालेर राख्दै छु, किनकि मैले चाहिँ यसलाई पटक गरेर सबै फुराउनु पर्ने छ। र मैले चाहिँ 200 ग्राम सिद्रा माछा लिएको, टोटल माछालाई चाहिँ मैले फुराएर सकिसके। अब यसलाई त्यतिकै छोडिदिन्छु अनि यसको मसला बनाउँदै छु। मसला मैले यहाँनिर 2 चम्चा चाहिँ तोरीको दाना लिएको छु। तोरी छैन हजुरसँग सर्सु छ भने सर्सु पनि लिन सक्नुहुन्छ। त्यसपछि मैले चाहिँ 1 चम्चा धनियाको दाना लिए अनि 1 चम्चा चाहिँ सोप लिए अनि 1 चम्चा फेरि मैले मेथीको दाना अनि 1 चम्चा भन्दा अलिकति कम्ती तिमुर अनि 1 चम्चा लगभग चाहिँ मैले ज्वानो, त्यसपछि 2 चम्चा चाहिँ मैले जिरा लिए। यी चीजहरुलाई अब राम्रोसँग प्यान तताइसकेपछि सबै चीजहरु पट्किन्जेलसम्म तपाईले यसबाट पट्किएको आवाज आउँछ दानाबाट, त्यतिन्जेल तपाईले यसरी भुट्नुस्। र भुटिसकेपछि हल्का चिसो भइसकेपछि तपाईले चाहिँ यसलाई खस्रो हुने गरेर पिस्नु पर्नेछ। मैले मिक्सरमा सजिलो हुन्छ त्यसैले एकैचोटी चाहिँ हल्का खस्रो बनाएर पिसिदिन्छु। र अर्को मसलाको लागि फेरि यहाँनिर अदुवा लसुन अनि खुर्सानी राख्नु पर्नेछ। र सिद्रा माछाको अचार चाहिँ पिरो धेरै मन पर्ने भएकोले मैले रातो खुर्सानी अलि धेरै नै राखेको छु। त्यसपछि अब खुर्सानीहरुलाई यसरी पिसिसकेपछि अब सिद्रा माछा फुराएको तेल नभएर नयाँ तेल राखेर यसमा यो मसलालाई सुरुमा फुराउने अनि यसमा अब नुन र बेसार पनि आवश्यकता अनुसार राखिदिने। अदुवा लसुन र खुर्सानी हल्का फुरिसकेपछि अब यसमा अगाडि फुराएर राखेको सिद्रा माछालाई राखेर फेरि पनि 1-2 मिनेट चाहिँ राम्रोसँग चलाइदिने। र यो सिद्रा माछाको अचार चाहिँ अमिलो र पिरो टक्क परेको एकदमै मिठो हुने गर्छ। एकैछिन चलाइदिने। त्यसपछि अब अगाडि भुटेर तयार गरेको यो अर्को मसलालाई राखिदिने। मसला पनि हजुरहरूलाई धेरै नै लागेको मन पर्छ भने धेरै राख्न सक्नुहुन्छ र हल्का लागेको मन पर्छ भने हल्का राख्न सक्नुहुन्छ। त्यो चाहिँ आफूलाई कस्तो मन पर्छ त्यही अनुसारको राखेर अब यसमा अमिलोको लागि मैले भिनेगर प्रयोग गर्दै छु। तपाईहरुसँग छ भने पकाएको कालो अमिलो सुप पनि हुन सक्छ, त्यो चाहिँ अमिलोलाई राख्न सक्नुहुन्छ। अब अमिलो राखिसकेपछि पनि बडीमा 1-2 मिनेट मात्रै अलिकति सानो आगोमा एकैछिन चलाइदिने। त्यसपछि यसलाई चाहिँ चिसो हुनको लागि तपाईले ग्यासदेखि आगोदेखि बाहिर राखेर चिसो हुन छोडिदिनु होला। र हजुरले यदि धेरै समयको लागि बनाउनु भएको छ भने यसलाई चिसो हुनको लागि चिसिन दिएर मात्रै तपाईले कुनै बट्टामा स्टोर गर्न सक्नुहुन्छ। तर चाहिँ अहिले बनाएर अहिले नै खानको लागि हो भने तपाईले अहिलेदेखि नै खान सुरु गर्न सक्नुहुन्छ। मैले चाहिँ यो बट्टामा स्टोर गर्ने नभएर खानको लागि बनाएको हो, त्यसैले यसमैबाट मैले खान सुरु गर्ने छु। र हजुरलाई आजको भिडियो कस्तो लाग्यो पक्कै पनि मन पर्यो होला। र यदि तपाईहरुलाई यदि मन परेछ भने आजको यो रेसिपी पनि ट्राई गर्नुस्। यसरी नै विभिन्न किसिमका अचारहरू पनि आफूले बजारको स्वाद चाहिँ घरमै लिन सक्नुहुन्छ भन्दै आजको भिडियो छुट्टिन्छु। बाइ बाइ।